सम्पूर्णमा नमस्कार। म बिमला विष्ट। आज मेरो जन्मोत्सव परेको छ। सर्वप्रथम त मलाई यो सुन्दर दुनियाँमा पाइला टेकाएकोमा मेरो आमा बुबालाई हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु। र मृत्यु र दोष आत्मासँग लडेर आज मलाई यहाँसम्म पुग्ने वातावरण मिलाइदिनु भएकोमा हजुरहरूको गुण म कहिले पनि बिर्सने छैन र हजुरलाई छोरी होइन छोरा बनेर गुण लगाउन पाऊँ भगवानसँग यही माग्छु र मेरो आयु पनि हजुरहरू नै लागोस्। र मलाई आज फेसबुक मेसेज, इन्स्टाग्राम कल मेसेजमा मलाई भेटेर प्रत्यक्ष अप्रत्यक्ष जन्मदिनको शुभकामना दिनुहुने भगवान रूपी दर्शक महानुभावहरूमा हृदयदेखि नै एकमुष्टै धन्यवाद दिन चाहन्छु र हजुरहरूको मायाप्रति आभारी छु। सधैँ यस्तै माया गरिदिनु होला। सबैले कमेन्टमा गएर ह्याप्पी बर्थडे बिमला लेखिदिनु होला, यति भन्न चाहन्छु। धेरै धेरै धन्यवाद सबैलाई।